साथी हो खुट्टा खाली खुट्टा राति त्यो बाटो हालेलुयाको कमी भयो के हालेलुया हालेलुया ए हालेलुया भनेर हामी पो भन्नुपर्छ अनि माथि जाउँ न सजिलोमा यस्तो छ हालत पास्टर भएको हालत आयो ट्याक्सीको पैसा लगाउँ अलि माथि चढौँ तिर त जुत्ता लाउनु पर्ने अवस्था लो यार जुगाले खाइ हातैमा खाइरहेछ मजा नि के लाउनु हो साला अब पानीमा छिरी मन त मेरो भ्या अलिकति त्यो जुगा हो कि त्यो नारीमा जुगा जाने चिसोमा के होला र मरिसक्यो सबै हालेलुयाको कमीले गर्दा हो क्या स्वभाव मेरो त हात केलामै खाने तर एक रमाइलो पनि भयो एक किसिमको यो बाटो आयो होइन आज दिउँसो क्याप्चर मोमेन्ट क्याप्चर गर्ने दाइ म ब्याग बोक्छु दिनु ब्याग होइन होइन म कुद्दो रहेछ धन्यवाद कुद्दो रहेछ के सेकेन्डमा आउँछु त म यार बाफ्रे बाफ्रे बाटो हाम्रो घर जाने बाटो मोबाइलै झऱ्यो बाफ्रे बाफ्रे यस्तो बाटो हिँड्नुपर्छ बाफ्रे बाफ्रे शीत पनि परिसकेको छ नि यो बाटो त मान्छे कोही हिँड्दैन नि झन् बाटोको नमुना मात्रै रहेछ यार छैन टाइट त छैन ठिक छ सबैजना एक एक आउँदै स्पिच दिने ल थोरै स्पिच हाई कस्तो भइरहेछ एकदम गजब
कालोतिर चाहिँ गर्नु भन्नु नि त बिग्रेको मासु खानु पायो होला अनि खोलामा गम्मै डुब्यो नि चिप्लेर झनै लड्यो नि बाटो त निकै छ त यस्तो पनि बाटो हुन्छ त जङ्गल जङ्गल त्यहाँ टन्नै पानी झर्छ नि बर्खामा त अस्ति चाहिँ फुटबल हेर्न लो अब उता होला होइन अझै